एकैछिन साथीहरू यो भिडियो हेर्नु होला है। कालीकोट जनताको हैसियत छैन अरे। अब उहाँको भिडियो एकछिन सुन्नु होला है, म निकाल्दै। कालीकोट जिल्लाका जनताको हैसियत हेर्ने हो भने नि अहिले गाडी चढेर सुर्खेत जान त कति गाह्रो छ। अनि 6,000, 8,000, 10,000 अनि तपाईँको प्लेनको टिकट काटेर सुर्खेत झर्न सक्छ त सक्दैन नि हैन। सुन्नुभयो नि, उहाँ चाहिँ महेन्द्र बहादुर साई हुन् कालीकोटका। अहिले जेनजी आन्दोलनले हटाइसकेपछि अब उहाँको कुनै ठाउँबाट अब उड्ने सम्भावना नै छैन। अरे महेन्द्र साईज्यू, तपाईँलाई तीन पटक कालीकोटका जनताले तपाईँलाई कहाँ पुर्याएका हुन्, कहाँसम्म पुर्याएका हुन्। अहिले हजुरको गोजीमा पैसा भइसकेपछि अहिले कालीकोटका जनतालाई यसरी हेर्न पाइन्छ। तिमीले कुन सिस्टम हो तपाईँको, कुन नियम हो तपाईँले यसरी हेर्ने भनेको। अहिले पैसा भयो होला नि, हामीसँग आउनुहोस्, हामीसँग छ पैसा, ठिकै छ। अरू जनताले त पाएनन्, गाडी चढ्ने पैसा पाएनन्, कहाँबाट प्लेन चढ्नु गरे। तपाईँलाई चढाइदिन्छु, आउनुहोस्, अमेरिका पुर्याइदिन्छु म। त्योसँग पनि हामी कालीकोट जनताको हैसियत छ, हाम्रो दम छ, हिम्मत छ। तपाईँ जस्तो चुत्तिहाले गद्दा अहिले कालीकोटमा विकास पनि भएको छैन। के विकास भएको छ कालीकोटमा? एकपटक मुख्यमन्त्री बनाइदिउँ अनि दुई पटक संसदमा पुर्याइदिउँ हामीले। जो उल्टो कालीकोट जनताले हेर्ने। यस्तो नेतामा त फेरि उड्नै त होला यो ठाउँमा, फेरि उड्नै होला। यो भिडियो गाउँमा पालिकामा सेयर गर्नुलाई यो भिडियो। तर यस्तो मान्छेलाई खबरदार गर्नुलाई। फेरि पहिला पैसा खाने, म ड्रेस पनि लगाउने, झन्डा पनि लिने, खाने पछाडि अनि प्रचारमा पनि जाने। गइसकेपछि पछि अनि भोट अर्काले ठ्याम्म त्यहीको पुरा सत्यनाश गराइदिनु होला। त्यहाँ सबै मेरा कालीकोटवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म यही भन्न चाहन्छु, सम्पूर्णलाई पहिला खाइदिनु होला, पछि सिक्क गरिदिनु होला त्यसलाई। यो हेर्नु न, जे किन 3 पटक जनताले यति राम्रोसँग यत्रो बहुमतको हिसाबले माथि पुर्यायो। तर आज यो बोल्नु पनि लाज लागेन होला। अलिकति लाज लाग्यो कि लागेन? त्यही त के, यो जनताले भोट हालेपछि माथि पैसा कमाइसके त लास्ट त यिनीहरू उल्टै जनतालाई डुबाउने रहेछन् त। फेरि यिनीहरूले के गरेको छ विकास, कहाँनिर के छ विकास, भोलि हिसाब किताब गरौँ त कहाँनिर के छ।